यता बाहिर बुढी चाहिँ यहाँ सामान किन्दैछ, म यहाँ ट्रली धकाल्दैछु होइन। यो चाहिँ दामी छ है सामानहरू चाहिँ बबाल बबाल। यता कता जाने हो? हुन्छ जे किन्दा नि हुन्छ। माछा नखाने? माछा खानु हुँदैन। अरे हामी चाहिँ यसो यसो अब रातिको टाइम मिलाएर सामान खानु आएको। अहिले चाहिँ अब एउटा दुध अनि त्यहाँ एउटा दही किन्यौँ होइन। यहाँ अब माछा हेर्दैछौँ। यहाँ माछा हेरिरहेको छौँ। दामी रहेछ माछा बिन्छ यस्तो टक्क कस्तो रहेछ? कति रहेछ? भयो भयो राख ठ्याक्क होइन। सामान टक्क यहाँ चाहिँ सामानहरू दामी दामी पाउँदो रहेछ। त्यही भएर हामी चाहिँ यसो अब किन्दै आएको छौँ टक्क है। दामी दामी चाहिँ सट्ट जानु पऱ्यो। फेरि अरू अरू किन्दाखेरि म देखाउँला नि है। मेरो वाइफले चाहिँ पुरै उयो छानिरहेको छ क्या फर्सी। फर्सी मनपर्छ र? फर्सी मनपर्छ? मनपर्छ। कति रहेछ तर? हेर न यहाँ भाइले पनि छानिरह के हो खानेकुराहरू। अब हामी चाहिँ यस्तो यहाँ तरकारी यहाँ तरकारीहरू दामी दामी पाउँछ है। यहाँनिर म यहाँ ट्रली धकाल्दैछु यस्तो टक्क मिलाएर है। ल फेरि भेटौँ न। पाउरोटी साउरोटी टक्कै हाल्यो चट्ट। वाइट चाहिँ बोक न, ब्राउन भन्दा वाइट। आज के हो यो? ताजा अब चट्ट यहाँ त होइन फलफुल टक्क भाइले चट्ट लिएर आउँदैछ। म यहाँ ट्रली धकाल्दैछु है। फलफुल सालफुल दामी। अन्डा आमा हो हेर न एक अन्डा अन्डा सन्डा हालेछौँ हामी चाहिँ। आज हाम्रो घरको लागि सामानहरू यसो लिन आएको नि पर्दैन त। फलफुल दामी छ यस्तो दामी। सागहरू यहाँ दामी दामी छ। लसुन टक्क, टमाटर प्याकिङमा यस्तो टक्क होइन। धनियाँ कट्ट धनियाँ सनियाँ चट्टा हालिरहेको छन् उनीहरूले। यहाँ त सिस्टमै खतरा खायो क्या बाहिरको सिस्टम। चट्ट प्लास्टिक हाल्यो। ल अस्ति हेरेको अरे आउँदै आएन भन्दैछ। के साह्रो हो यस्तो कालो सालो मकै सक्यो होइन दामी। त रायो साग लैजाउँ न रायोको। ए तर पालुङकै लैजाउँ मात्र। अब पालुङकै लैजाउँ। यहाँ त साग भाइले छानिरह, भाउजूले पनि छानिरह, देवर भाउजू मिलेर चट्टा हानिरह होइन। धकाल्ने काम भइरह। सपिङ चाहिँ डह्रो भइरह। के हेरेर हो? चट्ट दामी छ है। यहाँ चाहिँ सस्तो पाउँछ अरे है। यो पर्थको दामी के भन्छ यो? के भन्ने ठाउँ रे खैरे? ए स्पोर्ट्स सेट भन्ने ठाउँमा चाहिँ बल दामी पाउँदो रहेछ। यहाँ चाहिँ पटाटो यसरी प्याकिङ गर्छ। आलु हो क्या आलु। बन्द ल्याउनु भयो। बन्द जस्तो मान्छेले बन्द बोकेर आउनु भयो यहाँ ट्याक्क गाइस है। म चाहिँ धकाल्ने काम भइरहेको। ल है प्याज छानु। प्याज चाहिँ बबाल चाहिँ काउली साउली टक्क छानिरहेको होइन उसले। काउली पनि दामी छ दामी।
सामान हालेको सपिङ चाहिँ डह्रो भइरहेको दिन चाहिँ कति आउने हो है बङ्गालै आउँला जस्तो सब्जी चाहिँ बाबा जानु पऱ्यो ढकाल्ने के गरिरहेको छ भन्दै रहेछ यहाँ चाहिँ हाम्रो मिलन सरले होइन यो ट्रलीमा तरकारीहरू बोकिरहनु भएको होइन ट्रलीमा लिएर आइरहनु भएको ट्रलीमा हाम्रो ग्रोसरीवाला सपिङ भइरहेको होइन यता योहरू छ कैँची चाहिँ होइन एउटा कैँची चाहिँ लानु पर्ने थियो हो भने त्यस्तै हो ग्यास यहाँ चाहिँ सामानहरू बगल पाउँछ त्यति हो है सरफ सबै सके है अब मलाई ढङ्गलाई नि गाह्रो भइसक्यो बोकन्छु बोक हाम्रो त्यो छैन नि त्यो होइन बोक न कोट हालिन्छ है यो राम्रो कि स्टिलको राम्रो हो बोक न कहिले कहाँ कति रहेछ $9 $9 ओहो भयो छोडिदियो माटो हुन्छ $9 भाइले फेरि डह्रो लिएर आउँछ क्या सामान चाहिँ फेरि उसले यस्तोसम्म चाहिँ सपिङ पुरै हानेर है बाबाले हानेर सपिङ चाहिँ होइन हो यहाँ चाहिँ सपिङ हान्न पुरै गइरह भाइ यतापट्टि कता गयो छानिरहेको त्यो सामान ऊ त्यतापट्टि सामान पुरा छानिरहेको म चाहिँ यहाँ यस्तो चट्ट यस्तो छ है बाबाले सपिङ भयो आज चाहिँ हाम्रो लगभग ल है चोको पाएन ल बिचारा सोध न जो चोको पाइ कहाँ छ मलाई मिठो लाग्छ कि ल निकाल तँ निकालिदेऊ यसलाई मैले निकालिदिएँ निकालिदिएँ ए निकालिदियो भने चाहिँ कि मैले अर्को बिस्कुट रोस्ट हालेको थिएँ आउन जाने होइन चोको पाइ पाएन ल मैले चोको पाइ पाएर खुब खुसी हुनुभयो बट्टै बोकेर आउनुभएछ चोको पाइको होइन खोर्सानी हो त यहाँ खोर्सानी हो कागती सगती अब हो अनि के हो सपिङ त डह्रै भयो त है बिल त अनि कडा होला जस्तो है ल हाम्रो सपिङ चाहिँ लगभग भइसक्यो अब कति देखाउन तपाईँलाई बिलमा च्याट पारेर होइन है भाइले धकालिरह म अब यस्तो हिँडिरहेको छु चट्ट मेरो चाहिँ अब हिँड्नु पालो आयो के छ डह्रो भइरहेको छ पिस भइरह हाम्रो चाहिँ दामी भइरह अब कति आउने हो टक्क भाइले हालिरह होइन दुईजना मिलेर डह्रो हानिरहेछ काम चाहिँ ब्रेड प्याज यस्तो छ टक्क बिल चाहिँ यहाँ बवाल बिल आयो है है हाम्रो चाहिँ सपिङ सक्यो अब हामी पुरा घरतिर जाँदैछौँ टन्नै सपिङ हान्यो बिल पनि टन्नै हानिदियो अब यति सामानले कति पुग्छ बुढी 1 महिना पुग्छ मजाले
खोइ त भने यता हेर पुग्छ के अहिले पुग्छ अब हाम्रो चट्ट गाडीमा हालेर चट्ट जान्छौँ है हाम्रो चाहिँ सामान यता प्याक भयो हामी जाँदैछौँ ल गाइस गुड नाइट सबैजनालाई बाई बाई हाम्रो चाहिँ सपिङ सकेर हामी टक्क घर जाँदैछौँ अब भाइले गाडी चलाएर पछाडि बिन्साजी हुनुहुन्छ बिन्साजी देख्दैन हामी जाँदैछौँ है घर है बाई बाई गुड नाइट सबैजनालाई पछि फेरि अर्को